खोलाबारी आयो उठ दाजुभाइ सबै उठ आइसक्यो भन्ने कराउँदै आएको यता भाग्यौँ पहिला यता भाग्दा त्यो तला खोल्साले त्यहाँ त अब गाडी नै खाल्ला थियो त्यहाँबाट नभएर यता भाग्दाखेरि चाहिँ जोगियो हामी ज्यान जोगिएको नै हामीलाई धेरै ठुलो अहिलेसम्म पनि हाम्रो होस ठाउँमा छैन। तपाईँ पनि बाढीको चपेटामा पर्नु भएको छ? पर्वतीय मुलुक नेपाल 77% जमिन पहाडी भिरैभिर हरेक वर्षको बर्खायाम सुरु भएपछि बाढीको पिरैपिर। बाढीको प्रकोपमा परेर विगत 15 वर्षमा 1030 जनाको ज्यान गएको थियो भने 629 जना अझै बेपत्ता छन्। झण्डै 60,000 घरगोठ क्षति भए। 74,600 घर परिवार प्रत्यक्ष प्रभावित भएको तथ्याङ्क छ। बाढीबाट बच्ने उपायबारे कुरा गर्नुभन्दा अगाडि यो भिडियो क्लिप हेरौं। यो नवलपुरको बिनयी खोलामा 38 जना यात्रु समेत फँसेको बस हो। मध्यरातको मस्त निन्द्रामा परेका रात्रि बसका यात्रु अचानक विपदमा परे। धन्न बेलैमा सुरक्षाकर्मीले अनेक उपाय लगाएर सकुशल उद्धार गरे। चल्तीको नेपाली उखान छ नि, नपत्याउँदो खोलाले बगाउँछ। हो, कहिलेकाहीँ नपत्याउँदो खोलाले बगाउन पनि सक्छ। त्यसैले बाढीको बललाई कम आँक्नु हुँदैन। बाढीको जोखिमबाट जोगिने आधारभूत र प्रभावकारी विधि पूर्व सूचना नै हो। पश्चिम नेपालको कञ्चनपुर दोधरा चाँदनीमा 2081 सालको बर्खामा रेकर्ड ब्रेक वर्षा भयो। 24 घण्टामा 624 मिलिमिटर पानी पर्यो। तर बेलैमा पूर्व तयारी गरेकाले जनको क्षति रोक्न सकियो र धनको पनि नगण्य मात्रामा मात्रै क्षति भयो। मौसमको पूर्वानुमान गरे जस्तै बाढीको पनि पूर्व सूचना पाइन्छ। 11:55 मा फोन गरेर आफ्नो नजिकको खोलामा कति बाढी आउँछ भनेर सोध्न पनि पाइन्छ। बाढीको सूचना पाएपछि के गर्ने त? बर्खा लाग्नु अघि नै पहिचान गरिएको सुरक्षित र उँचो ठाउँमा जाने। सामुदायिक भवन वा विद्यालय भवनमा पनि आश्रय लिन सकिन्छ। बाढी आउनु अघि नै सुक्खा खानेकुरा, जरुरी कागजपत्र र बहुमूल्य गरगहना पोको पारेर छिट्टो सुरक्षित ठाउँमा पुग्नुहोस्। ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, सुत्केरी अनि बालबालिकालाई पहिला लैजाने। रेडियो अनि फोनको ब्याट्री र ब्यालेन्स पर्याप्त राख्नुहोस्। छरछिमेकमा खबर गर्नुहोस्। र ध्यान दिनुहोस् है, बाढी आउँदा खोलामा दाउरा टिप्न र पौडी खेल्न त जाँदै नजानुस्। बाढी आएको देख्दा देख्दै सुरिएर नहेलिनुहोस्। नपत्याउँदो खोलाले बगाउँछ र बगाएपछि कहाँ पुर्याउँछ। आवश्यक परे ओडा, पालिका वा नजिकको प्रहरीलाई 100 मा वा 1149 मा फोन गरेर मद्दत माग्नुहोस्। जुटेर मात्र सम्भव छ विपद जोखिम न्यूनीकरण। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण।